हिजो बाघ आएर अब हामी भाडामा त जान्छौँ। साथीहरू वेलकम ब्याक टु माई च्यानल। आज आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ, म पनि एकदमै सन्चै छु। आज कस्तो भ्लग बनाउन जाँगर थियो किनकि हामी गाउँमा जाँदैछौँ। के गर्न जाँदैछौँ भने चाहिँ म भोलि भन्छु, तिमीहरू नभन हो है। आज चाहिँ हामी गाउँमा जान लाग्यो होइन नि, कुकुरको छाउरा। यहाँ हाम्रो यस्तो जङ्गल छ नि त साथीहरू, अनि यो जङ्गलमा हिजो बाघ आएर एउटा छाउरालाई लगेछ। के गर्नु, लगेछ साथीहरू। मैले चाहिँ क्यामेरा एङ्गल अलिकति राम्रोसँग दिँदैछ है, मेरो मुख राम्रोसँग देखिरहेको छ, कालो देखिरहेको मान्छे काली अनि काली नदेखेर के देख्छ त। अब चाहिँ हामी नुहाउन जान लाग्छ साथीहरू, अहिलेपछि भेटौँ है। अभी और सुनिए साथीहरू मैले चाहिँ नुहाइसकेँ, हेर्नुहोस्। अब हामी भात खान लाग्छ हो क्या होइन? के खान आँट्यो अरे? होइन होला। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। हो के खान आँट्यो अरे? प्यारी समझ गई। साथीहरू हामीले खाना पनि खाइसकेको छौँ। खाना खाएर यहाँ फोहोर छ, अहिले चाहिँ त्यो देखाउनु भएन। अनि मैले कपाल काटेको, सबैले तिनैजनाले कपाल काटेको। मेरो 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 चाहिँ यो हो, हेर्नु यति काटेको, यति काटेको। अनि यो अनुसाको हो, यो कान्छीको यो। अनि यो चाहिँ माइलीको, यति काटेँ। माइलीको चाहिँ यति मात्र काटेको, त्यसको पहिला नै काटेको थियो, त्यही भएर। तेरो हेरौँ त, यसको चाहिँ यस्तो छ हेर्नु नि, यस्तो छ। यति काटेको होइन, कति छोटो भनेको। यसको चाहिँ यस्तो छ। मेरो त न त मेरो नि देखा हेर्नुहोस्, कति सिल्की देखेको रहेछ नि। अब हामी अब भाँडासाँडा माझ्छु, खाएको भाँडा माझ्छु। भाँडा नै कति धेरै छ, के गर्नु। भाँडाहरू माझ्छु, यति छ हो भाँडा पनि। बाहिर कति घाम आएर घाम त सर्कै थियो, यस्तो घाम कसरी जानु म। आयो ल हामी भाँडा धुन जाऊँ। यसकै अब चाहिँ हामी भात खाइसक्यौँ अघि नै भने हो के अरे मैले होइन। अच्छा अब यति भाँडा मार्नु पर्छ। अब हामी भाँडामा त जान्छौँ। अभी मजा आएगा ना। हेर्नु न के भन्नु साथीहरू। अब यो हामी निकाल्ने कार्यक्रम गर्दैछु। दुख्यो के दानी, यो चाहिँ म चाहिँ उठिसकेको भर्खरै। म चाहिँ उठेको, भाउजूले अघि भर्खरै फोन गर्नु भएको थियो। अनि साथीतिर आउनु भइसक्यो अरे। अब हामी अनि भाउजूले फोन गर्छौँ अनि हामी निस्किन्छौँ। होइन यस्तो घाम लागिरहेको छ। अहिलेको चाहिँ दिउँसोको 3 बजेको छ साथीहरू। हामी गाउँमा जान्छ हो जा, छिटो छिटो आउनु भने हामी यति छिटो गरेको कि साथीहरू, होइन यति छिटो गरेको कि बिहान कति 6 बजीतिर 7 बजीतिर उठेर खाना बनाएर अनि नुहाइ धुवाइ गरेर लुगा त हिजै धोएको थियो मैले। हिजो स्कुलबाट आएर हिजो कति 5 साढे 5 बजीतिर आएको थिएँ म स्कुलबाट। अनि उ गरेको थियो, कस्तो राम्रो थियो त्यो कुकुर। टोइलेट ढोका लाउनु गर्ने कि सबै होइन। यो घर मेरो भइदियो है साथीहरू। के गर्थ्यो थाहा सफाहरू भइदियो। अच्छा हमको सिखा रिया। त्यो जङ्गल छ त साथीहरू, बाघ किन नआओस् त। भने गाई चरो हिजो सानो पप्पीलाई लग्यो। मैले अघि अगाडि पनि भन्थेँ। अनि उहाँ डिलमा बसेर यति कराएको थियो कि त्यसको मम्मी चाहिँ। मलाई त कस्तो माया लाग्यो भनेको साथीहरू। हामी त रुनै लागेको छ है। हेर न आँखाबाट आँसु यति आइसकेको थियो। नगर न छि। मलाई कुकुर जस्तो घिन लाग्दो के लाग्दैन हौ साँच्ची हो। बिरालो त बिरालो पनि घिन। बिरालो त के दामी छ भने कहाँ उही रामरी सरको मुनि यत्रो
के काम यहाँ ल्याएर के काम कुकुर छ कुकुर र बिरालोको फाइट पर्छ ल्याउनु न यहाँ उसै त कुकुरले यहाँ घर सबै घेरिसक्यो खासमा भन्नुपर्दा चाहिँ हाम्रो घर चाहिँ गाउँमा छ साथीहरू यो चाहिँ हामीले भाडामा लिएर बसेको हो कस्तो अल्छी लाग्यो भने मलाई चाहिँ त्यो लकेट बनेछ खै कसरी बनेको अनलाइन बरु ठिक हुन्छ चाहिँ म त क्याप्प हुन्छ भाउजू तलै बस्नुहुन्छ तल खै थाहा छैन कि अहिले फोन गर्नुहुन्छ भाउजूले खै के गाडी लिएर आउँदैछ कसको गाडी लिएर आउँदैछ भन्नु भएको थियो मेरो साउन्ड फेरि सुन्दैन कि अब हावा चल्दा चाहिँ सुर्र हुन्छ हावाको मैले चाहिँ एउटा भिडियो डिलिट गरिदिएँ साथीहरू यिनीहरूको स्कुलमा प्रोग्राम थियो अस्ति न म सिसा घरमा गएको अनि त्यो बेला मैले याद पनि गरेको थिइनँ कि साथीहरू किन डिलिट गरे किनकि भने अब त्यो म्युजिक ब्याकग्राउन्ड म्युजिक यिनीहरूको डान्सहरू मैले देखाइरहेको थिएँ अनि त्यो बेला थाहा थिएन अनि कपिराइट लागेछ अनि त्यही भएर मैले डिलिट गरिदिएको किन राख्नु त्यो कपिराइट लागेको त भनेर डिलिट गरिदिएर साथीहरू अरू त केही होइन हेर्नु न त्यो गएको एउटा छाउरो उठ्यो पिङ्की होइन ओरेन्जी त्यो ओरेन्जी भनेको है ओरेन्ज कलर पिङ्क देख्यो नि पिङ्की पिङ्की भनेर बोल्छ कुकुर बोल्छ मेरो कपाल कस्तो छोटो भयो लाग्यो भने मलाई नि मेरो होइन कति लामो थियो नि हुन त होस् काटेदेखि यत्रो काटेको साथीहरू यत्रो मैले यत्रो काटेको मन त सुन है दिदीले यता आउ न डेरी भएर नि यहीँबाट जानुहुन्छ नि भन्नुभयो थियो यो चाहिँ मेरो भाइ हो हामी चाहिँ 4 जना हो कति धेरै नभन्नु होला अब यो भएपछि के अन्त हैन ओके अबे जल्दी बोल कल सुबह पनवेल निकलना हामी लाग्यौं अब आफ्नै गाउँमा यत्रो ठुलो ठुला छ लुगा चाहिँ यही छ है यतै गाउँमा जाने भने त आफ्नै गाउँ घरमा जान किन ब्युटिफुल कसलाई देखाउनु स्वाख भएर जानु म बोक्छु छोरी उता रोड्छौँ नि त्यहाँबाट कस्तो हावा चलिरहेको छ म बोलेको सुनेको नि छैन होला साथीहरू फेरि हाम्रो घरबाट आउनबाट यस्तो अप्ठ्यारो चाहिँ साथीहरू केही सामान होइन पहिला हाम्रो पसलको सामान यहाँ ल्याउँदाखेरि यति गाह्रो भएको थियो कि साथीहरू बल्ल बल्ल लगेको क्या अघिदेखि हामी गाडी कुरेको अहिलेसम्म आएको छैन ए भगवान् हेर्नु त अहिले कति बज्यो थाहा छ साथीहरू अघि 5 साढे 5 भइसक्यो ओइ जाउँ भोलि जाउँला मलाई त कस्तो दिक्कै लागिसक्यो सच्ची भनेको फोन गरौँ बरु प्लेन पनि गइसक्यो यहाँ आफ्नो ठाउँमा भाइ आऊ हामी भने छैन खोइ म त अल्छी लाग्यो म त फेरि घर जान्छु म फेरि घर जान्छु कसम मलाई यति अल्छी लागिसक्यो साथीहरू यो चाहिँ हाम्रो कार्तिके भन्ज्याङ हो साथीहरू उयो पोल भन्दै यस्तो नि उयो यो टावर हो मेरो भिडियो हेरिरहनुहुन्छ भने तपाईँहरूलाई थाहा छ अनि उयो चाहिँ माथिको चाहिँ यो मन्दिर हो होइन अनि त्यो टावर र अनि उहाँ छ नि यो उहाँको जस्ताको टिन नहोला न उयो जस्ताको टिन चाहिँ त्यहाँ चाहिँ पाथी भाद्र मन्दिर भन्छ होइन यो कहाँ जान आँट्यो हो यो गाडी चाहिँ हाम्रो उयो होइन को हो त्यो उयो मान्छे हेर्नु कसरी हिँडेको उयो मान्छे हेर्नु है साथीहरू मेरो हेर्नु नङले कस्तो जुम गर्नै मिलेको छैन त्यो रेड नगर छोड्यो भएर कस्तो अल्छी लागिसक्यो मलाई त यस्तो अल्छी लागिसक्यो जाउँ घर फर्किउँ हिँड्दै जानु पर्यो पैसा छैन
यो चाहिँ लप्सी ट्री हो गाइस यो द लप्सी ट्री साँच्चै झोला बोकेर आइसक्यो त नलाने गाडी राख हो भने चाहिँ अहिले गाडी आउँछ गाडीमा म जाने हो त हिँडेर त सक्दिनँ भाइ गाडी आएन भने अघि नै भन्नुपर्छ कि हिँडेर त जान सकिँदैन राति भए पनि त नहिँड्नु म जान्न हिँडेर म त घर गएर सुत्ने हो रुम छँदैछ सुतिहाल्ने यो चाहिँ हाम्रो गाउँ कति मैले देखाउनु थिएँ यो हाम्रो गाउँ जाने बाटो जे भएन होइन साथीहरू यो काम काज पर्दाखेरि चाहिँ के अरे जे भयो नि साथीहरू यो मर्नै भयो रडीहरू मासुले अनि के अरे जे भयो नि एउटा काम गर्दा हुने चाहिँ गाउँ नै राम्रो हो भन्छन् सबैले हुन नि हो सबैले त्यो गाउँ नै राम्रो हो ओके अब हामी गाडी आइसकेपछि भेट्छौँ है साथीहरू कति काली देखिया छ्या साथीहरू यहाँ काफल हेर्नु न काफल के गर्नु जान सकिँदैन हेर्नु न म जान सक्छु नि त्यहाँ ठाउँ छ नि अनि के यो चढ्नै चाहिँ सक्दैन म त सक्दिनँ म त डर लाग्छ बल्ल गाडी आयो कसरी चढ्ने हो म ठाउँै छैन पानी परिरहेछ घर गएपछि एकैचोटि म भिडियो बनाउँछु ल साथीहरू फाइनल साथीहरू हामी गाउँ आइपुगिसक्यौँ कति राम्ररी देखेको हाम्रो बहिनीलाई उयो गाडीमा आएको हो साथीहरू हामी यहाँ म बाटो हट्छु साथीहरू हामी के को लागि आएको भनेर म पछि भन्छु म यो टेन्ट देखाउँदिनँ ग्रीष्मलाई हेर्नु न साथीहरू यस्तो हामी देखेको छ कि यो गाडीमा आएको साथीहरू आइपुगेँ म आफ्नै गाउँतिर साथीहरू हामी चाहिँ गाउँमा आइसक्यौँ अघि नै भनिसकेको थिएँ अब चाहिँ हामी मेरो मोबाइल चार्जमा गर्न जानला मेरै घरमा होइन साथीहरू अब किनकि यहाँ बत्ती आएको रहेनछ अनि मेरो घरमा चार्जमा राखेर अनि आउन आँटेको साथीहरू त्यही हो अन्त चाहिँ मेरो मुख यो लाइट बाल्दाखेरि मैले भुइँमा केही देख्दिनँ हिँड्न बिस्तारै केही हुँदैन के बत्ती छ त यार नडरा न केही छैन म छुँदैछु नि होइन फेरि हाम्रो साथीहरू यो कान्छी बहिनी छ नि कान्छी बहिनी जस्ती डरपुक कोही छैन भनौँ ल साथीहरू कसम भनेको दुबोहरू कति राम्रो राम्रो सर्प आयो भने चाहिँ छैन सर्प नै आउन सक्छ साथीहरू किनकि हामी घरतिर बस्दैनौँ अनि हाम्रो घर जाने बाटो त्यस्तो छैन कि पन्छेको छैन क्या किनभने अब हामी हिँडिरहने पन्छ्याइरहने भए पो बस्थ्यौँ हौ अहिले आउँदैनौँ महिनाको 2-3 चोटि आउँछौँ अनि म चैत महिनामा आएको थिएँ अब वैशाख महिनाको लास्ट अन्तिममा आयो होइन अब साथीहरू अब चाबी खोल्न त जाँदैछौँ के हो साथीहरू खोल्न उयो त्यही हो साथीहरू मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिन नभुल्नु होला बाई बाई।